ल है हजुर सबैजनालाई मेरो लाइभमा अथवा मेरो भिडियोमा स्वागत छ। यति हजुरलाई सस्तो सस्तो प्राइसमा है हजुर एन्ड्रोइड आइफोन अल मोडल एकदम सस्तो सस्तो बजेटमा राम्रो राम्रो कन्डिसनको फोनहरू चाहिँ खोजिराख्नु भएको छ भने चाहिँ हाम्रो पसल भिजिट गर्न भने सक्नुहुन्छ। फलो 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 है हजुर। छानी छानी आइफोन 6देखि लिएर 17 प्रो म्याक्ससम्मको फोनहरू चाहिँ हामीसँग अभाइलेबल भएको छ। यति हजुरलाई कुनै पनि फोन आलुको भाउमा है हजुर, आलुको भाउमा एकदम सस्तो सस्तो प्राइसमा राम्रो राम्रो कन्डिसनको फोनहरू चाहिँ किन्नु बेच्नु एक्सचेन्ज गर्नु परेमा हामीलाई सम्झिन भने सक्नुहुन्छ। फलो 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 है हजुर, सबैजनाले फलो गरौँ, लाइभ सेयर गरौँ। एकदम सस्तो सस्तो प्राइसमा राम्रो राम्रो कन्डिसनको फोन हजुरले रोजे जस्तै र खोजे जस्तै फोनहरू चाहिँ गोपाल 24 को प्राइस कति हो भन्नुभएको रहेछ। हामीसँग चाहिँ आइफोन 11 को प्राइस मात्र 25,000देखि माथिको छ है। ल है हजुर, सबैजनाले फलो गरौँ, लाइक सेयर गरौँ। यति हजुरलाई सस्तो सस्तो बजेटमा राम्रो राम्रो कन्डिसनको फोनहरू चाहिँ किन्नु बेच्नु एक्सचेन्ज गर्नु परेमा हामीलाई सम्झिन भने सक्नुहुन्छ है। हामीसँग आइफोन 6देखि लिएर 17 प्रो म्याक्ससम्मको फोनहरू चाहिँ एकदम सस्तो सस्तो प्राइसमै सेकेन्ड ह्यान्ड हो भन्नुभएको रहेछ हजुर। हामीसँग सेकेन्ड ह्यान्ड फोन छ, नयाँ पनि छ। दाइ आइफोन 15 256 जिबीको कति हो भन्नुभएको रहेछ। तपाईँलाई त्यही 90 95 त्यस्तै कति पर्छ। ल्यापटप छ हजुर, छ हजुरलाई कति कुन चाहिएको, एचपी डेल लेनोभो कुन चाहिएको, न्यू कुन मोडल हजुर। नयाँ 15 छैन, 128 को मात्र पाउँछ हजुर। नयाँ आइफोन 15 128 को मात्र पाउँछ है। एकदम सस्तो सस्तो बजेटमा राम्रो राम्रो कन्डिसनको फोनहरू चाहिँ हामीसँग अभाइलेबल भइसकेको छ। यति हजुरलाई कुनै पनि फोन चाहिँ किन्नु बेच्नु एक्सचेन्ज गर्नु परेमा हाम्रो पसल भिजिट गर्न भने सक्नुहुन्छ। छानी छानी आयो है हजुर, सबैजनाले फलो गरौँ, लाइक सेयर गरौँ। यति हजुरलाई कुनै पनि फोन चाहिँ सस्तो सस्तो बजेटमा राम्रो राम्रो कन्डिसनको फोनहरू किन्नु बेच्नु एक्सचेन्ज गर्नु परेमा हामीलाई सम्झिन भने सक्नुहुन्छ। एकदम छानी छानी है हजुर, छानी छानी आलुको भाउमा हजुरले रोजे जस्तै र खोजे जस्तै दाइ प्राइस मोडल भन्नु न हजुर। हजुरलाई कुन मोडल कतिसम्म खोज्नु भएको त्यही अनुसारमा प्राइस भन्छु ल। आइफोन 7 सेकेन्ड ह्यान्डको प्राइस सस्तो प्राइस तपाईँलाई मात्र 11-12 हजारदेखि माथिको छ है। एकदम आलुको भाउमा चुप्पा चुप्पा कन्डिसनको फोनहरू चाहिँ हामीसँग अभाइलेबल भइसकेको छ। यदि हजुरलाई कुनै पनि फोन चाहिँ किन्नु बेच्नु एक्सचेन्ज गर्नु परेमा हाम्रो पसल भिजिट गर्न भने सक्नुहुन्छ। 10,000मा पनि छ हजुर, 10,000मा पनि छ। एकदम सस्तो सस्तो प्राइसमा हजुरले रोजे जस्तै र खोजे जस्तै फोनहरू चाहिँ गोपाल 24 मोबाइल मर्मत हाउसमा अभाइलेबल भइसकेको छ। यदि हजुरलाई कुनै पनि फोन चाहिँ किन्नु बेच्नु एक्सचेन्ज गर्नु परेमा हाम्रो पसल भिजिट गरेर नयाँ तथा सेकेन्ड ह्यान्ड फोनहरू लिएर जान भने सक्नुहुन्छ। 13 प्रो म्याक्सको प्राइस भन्नुभएको रहेछ। आइफोन 13 प्रो म्याक्सको प्राइस चाहिँ तपाईँलाई मात्र 80-85 फोनको कन्डिसन हेरी छ है हजुर। 80-85 फोनको कन्डिसन हेरी छ। सस्तो बजेटमा राम्रो कन्डिसनको फोनहरू अहिले खोजिराख्नु भएको छ भने हामीलाई सम्झिन अथवा हाम्रो प्रोफाइलमा नम्बर छ, हामीलाई म्यासेज अथवा डाइरेक्ट कल गरेर अर्डर गर्न सक्नुहुन्छ है। 128 जिबीको कुन मोडल हजुर? 13 प्रो म्याक्स 128 को नि त्यति पर्छ हजुरलाई। 256 को पनि 85 हेरी छ। देखाउनु न ल्यापटप यहाँ देखाउन मिलेन हजुर। वाट्सएपमा भिडियो कल गरेर हेर्न सक्नुहुन्छ। ल गाइस, छानी छानी आयो हजुर, छानी छानी आयो। सस्तो सस्तो बजेटमा राम्रो राम्रो कन्डिसनको फोनहरू चाहिँ हामीसँग अभाइलेबल भएको छ। यदि हजुरलाई कुनै पनि फोन आलुको भाउमा राम्रो राम्रो कन्डिसनको फोनहरू चाहिँ किन्नु बेच्नु एक्सचेन्ज गर्नु परेमा हामीलाई सम्झिन भने सक्नुहुन्छ। न्यूको कि सेकेन्ड ह्यान्डको नि हजुर, नयाँ त पाउँदैन नि।
ल फलो 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 है हजुर सबैजनाले फलो गरौँ लाइक सेयर गरौँ आलुको भाउमा गाइज राम्रो राम्रो कन्डिसनको फोनहरू चाहिँ हामीसँग अभाइलेबल भइसकेको छ यति हजुरलाई अफरमा कुनै पनि फोन चाहिँ किन्नु बेच्नु एक्सचेन्ज गर्नु परेमा हाम्रो पसल भिजिट गर्न भने सक्नुहुन्छ फलो 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 है हजुर सबैजनाले फलो गरौँ त सबैजनाले फलो गरौँ लाइक सेयर गरौँ आलुको भाउमा अफरमा है हजुर हामीसँग चाहिँ अफरमा फोनहरू अभाइलेबल भइसकेको छ यदि हजुरलाई अफरमा कुनै पनि फोन किन्नु बेच्नु एक्सचेन्ज गर्नु परेमा हाम्रो पसल भिजिट गरेर चाहिँ नयाँ तथा सेकेन्ड ह्यान्ड फोनहरू लिएर जान भने सक्नुहुन्छ एकदम छानी छानी चुप्पा चुप्पा कन्डिसनको फोन है हजुर हामीसँग चाहिँ एकदम हजुरले रोजे जस्तै र खोजे जस्तै फोनहरू चाहिँ गोपाल 24 मोबाइल मर्मत हाउसमा अभाइलेबल भइसकेको छ यति हजुरलाई कुनै पनि फोन आलुको भाउमा बब्बाल बब्बाल कन्डिसनको फोनहरू चाहिँ किन्नु बेच्नु एक्सचेन्ज गर्नु परेमा हामीलाई सम्झिन भने सक्नुहुन्छ ल है हजुर जतिजना लाइभमा जोइन हुनुहुन्छ सबैजनाले लाइभ सेयर गरौँ फलो गरौँ एकदम जतिजना हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ सबैजनाले सब्सक्राइब गर्नु होला लाइक गर्नु होला फोनहरूको प्राइस बुझ्नु परेमा हाम्रो प्रोफाइलमा नम्बर छ वाट्सएपमा मेसेज गर्न भने सक्नुहुन्छ अनि हामी चाहिँ जहिले पनि सधैँ पनि भिडियोहरू अपडेट गर्दै गरेको कस्तो हालिदिनु भनेको छ हालिदेऊ न राम्रो खालको हालिदेऊ न S25 अल्ट्रा छ दाइ छ हजुर छ एकदम सस्तो सस्तो प्राइसमा है हजुर तपाईँलाई S25 अल्ट्राको प्राइस चाहिँ मात्र 1,25,000 अनि 1,35,000 को छ यति हजुरलाई एन्ड्रोइड युजमा छ त हजुर सेकेन्ड ह्यान्ड एन्ड्रोइडहरू छ हजुरलाई कुन मोडल कतिसम्म खोज्नु भएको एकदम सस्तो सस्तो प्राइसमा फोनहरू चाहिँ हामीसँग अभाइलेबल भएको छ यति हजुरलाई कुनै पनि फोन किन्नु बेच्नु एक्सचेन्ज गर्नु परेमा हाम्रो पसल भिजिट गर्न भने सक्नुहुन्छ छानी छानी है हजुर छानी छानी फोनहरू हामीसँग चाहिँ आलुको भाउमा गाइज राम्रो राम्रो कन्डिसनको फोनहरू चाहिँ हामीसँग अभाइलेबल भइसकेको छ यति हजुरलाई कुनै पनि फोन चाहिँ सस्तो सस्तो बजेटमा राम्रो राम्रो कन्डिसनको फोनहरू किन्नु बेच्नु एक्सचेन्ज गर्नु परेमा हामीलाई सम्झिन भने सक्नुहुन्छ फलो 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 है गाइज सबैजनाले फलो गरौँ लाइक सेयर गरौँ एकदम अफरमा एकदम छानी छानी हजुरले रोजे जस्तै र खोजे जस्तै फोनहरू चाहिँ देख्न सक्नुहुन्छ हामीसँग एकदम 16 अहिले एकदम चलेको मोडल एकदम दुईटा कलरमा हामीसँग अप्सनमा रहेको छ भने एउटा व्हाइट छ भने एउटा यो ब्लू कलरको कुन कलर हो यो चाहिँ ट्याक्कै भन्न जानिनँ मैले एकदम आइफोनहरू त फोनहरू हामीसँग एकदम छानी छानी हामीसँग चाहिँ अभाइलेबल भएको छ यति हजुरलाई आइफोन 14 प्रो छ नि हजुर 14 प्रो 80-85 फोनको कन्डिसन हेरी छ यस्तो फ्रेस अहिलेसम्म नखोलेको चाहिँ एउटा स्क्रैच पनि नभएको यो 16 मोडलहरू चाहिँ हामीसँग अभाइलेबल भएको छ यति हजुरलाई यस्तो राम्रो सेट चाहिएमा सिधै हाम्रो पसल भिजिट गर्न भने सक्नुहुन्छ अथवा हाम्रो प्रोफाइलमा नम्बर छ वाट्सएपमा मेसेज अथवा डाइरेक्ट कल पनि गर्न सक्नुहुन्छ है हजुर ल ल ल ल गाइज फलो 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 है हजुर सबैजनाले 14 प्रो एकजना सरले हेर्ने भन्दै हुनुहुन्थ्यो ल हेर्नुहोस् यहाँ 14 प्रो छ एकदम 256 जिबीमा पनि छ भने 128 मा पनि छ एकदम फ्रेस कन्डिसन छ यति हजुरलाई यस्तो राम्रो राम्रो कन्डिसनको फोनहरू देख्न सक्नुहुन्छ जिबी पनि यो हेरिहाल्नु कति जिबीको हो भनेर सेटिङ त म पुरै केलाइदिइहाल्छु तपाईँले टेन्सनै लिनु पर्दैन एकदमै हजुर छानी छानी है सबैजनाले सब्सक्राइब गरौँ फलो गरौँ 128 जिबीको छ हेर्न सक्नुहुन्छ यहाँ हेर्न सक्नुहुन्छ 128 जिबीको क्यामेरा क्वालिटी पनि हेरौँ न त
क्यामेरा क्वालिटी थोरै नराम्रो आउन सक्छ किनकि यहाँ लेन्स लागेको छ फाल्टु एक्स्ट्रा। यो लेन्स पनि चर्केको छ क्या, दागै दाग छ, त्यही भएर क्यामेरा अलिकति नराम्रो आउन सक्छ। तर क्यामेराको लागि हजुरले टेन्सनै गर्नु पर्दैन, एकदम फ्रेस, एउटा पनि स्क्रैच नभएको फोनहरू चाहिँ हामीसँग प्राइस 14 प्रोको मात्र तपाईँलाई 80-85 फोनको कन्डिसन हेरी छ है हजुर। 80-85 फोनको कन्डिसन हेरी छ। र अर्को रहेको छ हामीसँग हेलो 16 प्रो म्याक्स कति पर्छ राम्रो कन्डिसनको, तपाईँलाई त 1,35,000 देखि माथिको छ। आइफोन 15 है गाइज, आइफोन 15 128 जिबीको है, एकदम पिङ्क कलरमा, एकदम सबैजना गर्ल्सहरूले रुचाउने कलर। यो पनि एकदम फ्रेस छ, अहिलेसम्म नखोलेको सेट। यदि हजुरलाई अहिलेसम्म नखोलेको सेट अफरमा है हजुर, आलुको भाउमा क्यामेरा क्वालिटीदेखि लिएर सब कुरा एकदम फ्रेस अनि चुप्पा भएको सेटहरू चाहिन्छ भने चाहिँ देख्न सक्नुहुन्छ। क्यामेरा क्वालिटीदेखि लिएर फोनधरि यस्तो राम्रो कन्डिसनमा हामीसँग अभाइलेबल भएको छ भने, यदि हजुरलाई यस्तो बबल सेट चाहिन्छ भने चाहिँ टक्कसँगले हामीलाई बुक गर्नुको लागि कल अथवा वाट्सएपमा मेसेज गर्न भने सक्नुहुन्छ। यस्तै फोनको बारेमा केही जानकारी लिनु परेमा अथवा फोनहरूको प्राइस बुझ्नु परेमा हाम्रो च्यानललाई सब्सक्राइब गरेर फलो गरेर कमेन्ट गर्न भने नबिर्सिनु होला है। ल अब हामी अर्को नेक्स्ट फोन देखाउँछु है हजुर। सेकेन्ड ह्यान्ड आइफोन 12 कति पर्छ ल भन्नुहोस्। सेकेन्ड ह्यान्ड आइफोन 12 हजुरले माग अनुसार हामी हजुरको कमेन्टलाई पुरा गर्ने, साथै हजुर पनि किन्न आउनुभयो भने एकदम मिलाएर दिने सोच छ हाम्रो चाहिँ। एकदम आइफोन 12 128 जिबीको छ भने यसको प्राइस मात्र तपाईँलाई 35,000 देखि माथिको छ है हजुर। आइफोन 12 मात्र 35,000 देखि माथिको छ, एकदम 128 जिबीको, केही पनि नफेरेको, एकदम जेन्युन। क्यामेरा क्वालिटी पनि हेरिहाल्नु है हजुर, क्यामेरा क्वालिटी पनि हेर्नुहोस्, एकदम फ्रेस अनि चुप्पा छ है। यस्तो बबल क्यामेरा क्वालिटी भएको आइफोन 12 एउटा पनि स्क्रैच छैन सेटमा लगाएको। सबै अम्लाको दागहरू हो, तपाईँलाई यो दागहरू चाहिँ एउटा पनि स्क्रैच छैन। यस्तो फ्रेस फोनहरू चाहिन्छ भने चाहिँ हामीलाई मेसेज अथवा कल गर्न भने सक्नुहुन्छ। यसको ब्याट्री हेल्थ पनि हेरिहाल्नु नि त, ब्याट्री हेल्थ पनि हेर्नु ल। एकदम धेरैजनाको आधी देखाउने आधी नदेखाउने किन गर्नु ल। ब्याट्री हेल्थ भने 81% छ, हेर्नुभयो होला। 81% भएको आइफोन 12 एकदम मात्र 35,000मा। यदि हजुरलाई चाहिएमा हामीलाई वाट्सएपमा मेसेज अथवा कल गर्न भने सक्नुहुन्छ। अब धेरैजनाले कमेन्ट गर्नुहुन्छ, के कमेन्ट गर्नुहुन्छ भन्दाखेरि चाहिँ स्यामसङको एन्ड्रोइड सिरिजहरू, अल्ट्रा सिरिजहरू चाहिँ छैन भन्नुहुन्छ। आइफोन 16 सेकेन्ड ह्यान्डको कति पर्छ भन्नुभएको रहेछ। आइफोन 16 व्हाइट कलरमा पनि छ र हामीसँग अर्को दुई कलर अप्सन तीनटा छ है। हामीसँग यो व्हाइटमा भएको यो आइफोन 16 मात्र तपाईँलाई, कलर अप्सनहरू थुप्रै छ, तपाईँलाई यसको प्राइस भने मात्र 85,000 देखि माथिको छ है हजुर। आइफोन 16 अहिलेसम्म केही पनि नफेरेको हेर्न सक्नुहुन्छ। 128 जिबीको छ भने अहिलेसम्म केही पनि नफेरेको, अल पार्ट जेन्युन है गाइज। क्यामेरा क्वालिटी पनि हेरिहाल्नु, यसको यहाँ लेन्समा थेग्ला भएको कारणले खासै राम्रो नदेखिनु सक्छ। तर पसलमै आएर चेक गरेर वाट्सएपमा मेसेज गरेर फोनको बारेमा केही पनि जानकारी बुझ्नु परेमा चाहिँ हाम्रो पसल भिजिट गर्न भने सक्नुहुन्छ। हामीसँग चाहिँ फोनहरू स्क्रैचै बिनाको फोनहरू छ क्या, एकदम सिल प्याक बक्स सहित, विथ बक्स सहितको। ब्याट्री हेल्थ यसको 92% छ भने धेरै युज भएको फोन होइन, त्यही 6-7 महिना युज भएको फोन हो। एकदम अफरमा यस्तो बबल अनि फ्रेस कन्डिसनको फोनहरू चाहिएमा चाहिँ हामीलाई कल अथवा मेसेज गर्न भने सक्नुहुन्छ। यस्तै फोनको बारेमा जानकारी अथवा भिडियोको
फोनको प्राइस बुझ्नका लागि भने हामीलाई सब्स्क्राइब गर्न भने नबिर्सिनु होला र फलो गर्न भने पनि नबिर्सिनु होला है। र हामीसँग 16 अर्को पनि कलरमा छ, एकदम फ्रेस अनि बब्बाल सेट। ल एकदम फ्रेस अनि बब्बाल सेट। पहिला यसको लुक्समा हेरौँ ल, एउटा पनि स्क्रैच भने यो फोनमा छैन है। हेर्नु आइफोन 16 हो, 17 र 16 एकदम सेम सेम नै छ प्राइस। 17 र 16 खासै चिनिँदैन पनि र एकदम बब्बाल सेट। आइफोन 16 को क्यामेरा हेर्नु गाइस, भिडियो हान्छौ भिडियो फोटो ब्लगको लागि भने एकदम बेस्ट फोन हो है। हामीसँग एकदम सस्तो सस्तो प्राइसमा 17 छ त हजुर, 17 छ। एकदम फ्रेस अनि बब्बाल बब्बाल कन्डिसनको फोनहरू चाहिँ किन्नु बेच्नु एक्सचेन्ज गर्नु परेमा हामीलाई सम्झिन भने सक्नुहुन्छ। फ्रेस अनि एकदम एउटा एलसिडीमा त झन् हेर्नु न, एलसिडी झिकेको छ, एउटा पनि स्क्रैच छैन, कोतारिएको छासा छुसा केही छैन एलसिडीमा। यस्तो फ्रेस फ्रेस छ हामीसँग फोनहरू। र धेरैजनाले खोज्नु भएको र एन्ड्रोइडमा सस्तो बजेटमा राम्रो एन्ड्रोइडको अल्ट्रा सिरिजहरू चाहिँ हजुरकोमा छ कि छैन भनेर कमेन्ट गर्नेहरूको लागि चाहिँ हामीसँग एकदम फ्रेस अनि बबाल सेट S24 अल्ट्रा है गाइज। तपाईँ ब्याकग्राउन्डदेखि लिएर एआई क्यामेरादेखि लिएर सब यो पेनको इसारामा चलाउन सक्नुहुन्छ गाइज। यो पेन अनि अम्लाको इसारामा। S24 अल्ट्रा 12 GB ऱ्याम 256 GB मेमोरी स्टोरेज भएको, घरमा बसी बसी चन्द्रमा हेर्ने फोन। स्यामसङको S24 अल्ट्रा है गाइज। चार्ज रहेनछ यसमा, म तपाईँलाई सबै देखाइदिन्छु। एकदम फ्रेस अनि बबाल सेट है गाइज। एकदम आलुको भाउमा राम्रो राम्रो कन्डिसनको फोनहरू अल्ट्रा एन्ड्रोइड आइफोन अल मोडल हामीसँग चाहिँ अभाइलेबल भएको छ। यदि हजुरलाई यस्तो स्क्रैच पनि नभएको फोनहरू चाहिएमा चाहिँ हामीलाई बुक गर्नको लागि भने पसल भिजिट गरे पनि हुन्छ र हाम्रो प्रोफाइलमा नम्बर छ, व्हाट्सएपमा मेसेज गरेर पनि अर्डर गर्न भने सक्नुहुन्छ। ल मलाई 60,000 को मोबाइल चाहियो, एमहर्सको 16 प्रो मैक्स छ त। ल गाइज फलो फलो फलो, एमहर्सको आइफोन छ हजुर, छ 16 प्रो मैक्स छ है हजुर एमहर्सको। हामीसँग एकदम बबाल बबाल सेट अनि राम्रो राम्रो कन्डिसनको फोनहरू चाहिँ अभाइलेबल भएको छ र सस्तो बजेटमा हजुरसँग चाहिँ छैन, खालि महँगो मात्र। यस्तोहरूलाई त म के भन्नु, ब्लग गर्नु बाहेक केही उपाय लाग्दैन मलाई। ल हामीसँग हजुरहरूले धेरै कमेन्ट गर्नुहुन्छ, खालि महँगो महँगो मात्र देखाउनुहुन्छ, एकदम सस्तोमा चाहिँ छैन भन्नुहुन्छ भने हामीसँग यो एसई सेट छ, पिङ्क र व्हाइट कलरमा छ, एकदम राम्रो छ। यसको प्राइस चाहिँ कति छ भनेर बुझ्न चाहनुहुन्छ भने मात्र 13,000 मा आइफोन एसई 16 GB मेमोरी स्टोरेज भएको भने क्यामेराको लागि र कल गर्नको लागि चाहिँ एकदम बबाल नै सेट हो छ। एकदम हातमा पनि सानो क्युट दुई फोन छ, त्यही पनि बबाल छ। यसको क्यामेरा चाहिँ एकदम साउन्ड पनि राम्रो, कलमा बोल्नुको लागि चाहिँ एकदम हजुरहरूको लागि एकदम राम्रै सेट छ। अब ठुलो बोक्नु झ्याउ लाग्छ भने आइफोनै होस्, तर सानो होस्, कलमा बोल्नुको लागि मात्र काम चलाऊ भन्नुहुन्छ भने चाहिँ हामीसँग यहाँ छ एसई मात्र 13,000। र
आइफोन 11 प्रो म्याक्सको प्राइस कति हो नि भन्नु भएको रहेछ। आइफोन 11 प्रो म्याक्स तपाईँलाई मात्र 40,000मा है। आइफोन 11 प्रो म्याक्स मात्र तपाईँलाई 40,000मा हामीसँग बब्बाल बब्बाल सेटहरू चाहिँ अभाइलेबल भइसकेको छ। यति हजुरलाई यस्तो राम्रो राम्रो सेटहरू आइफोन एन्ड्रोइड कुनै पनि फोन चाहिएमा हाम्रो पसल भिजिट गर्न भने सक्नुहुन्छ। ल गाइज सबैजनाले फलो गरौँ त हजुर, लाइभ सेयर गरौँ। हामीसँग एकदम हजुरले रोजे जस्तै र खोजे जस्तै आइफोन 16 प्रो है गाइज, एकदम आइफोन 16 प्रो, त्यही पनि व्हाइट कलरमा एकदम फ्रेस अनि बबाल सेट हामीसँग चाहिँ अभाइलेबल भइसकेको छ। यति हजुरलाई यो आइफोन 16 एकदम राम्रो कन्डिसनको 128 जिबीको यसको ब्याट्री हेल्थ भनेको 86% छ भने अहिलेसम्म नखोलेको सेट क्यामेरा क्वालिटी हेर्नु गाइज। ल क्यामेरा क्वालिटी आइफोन 16 को हेर्नु एकदम चुप्पा छ है। भिडियो अनि भ्लगदेखि लिएर जे कुराको लागि पनि उपयोगी आइफोन 16 नयाँ मोडल भनेर बुझ्दा नि भयो। 1 वर्ष मात्रै यसको क्यामेरा अलिकति ब्लर रहेछ, लेन्स हालेको छ, त्यो लेन्स पनि फुटेको कारणले गर्दा एकदम राम्रो छ। क्यामेराको लागि हेर्नु न गाइज, यस्तो बबाल बबाल सेटहरू चाहिँ हामीसँग अभाइलेबल भइसकेको छ। डिस्प्ले गएको हो त्यसको त्यो 11 प्रो म्याक्सको अर्को सेट पनि छ, त्यसको लाइनिङ आएको रहेछ। ल्यापटप छ नि हजुर, छ ल्यापटप छ है। ल यस्तो फ्रेस कन्डिसनको फोनहरू किन्नु बेच्नु एक्सचेन्ज गर्नु परेमा हाम्रो पसल भिजिट गरेर चाहिँ नयाँ तथा सेकेन्ड ह्यान्ड फोनहरू लिएर जान भने सक्नुहुन्छ। जतिजना नयाँ हुनुहुन्छ गाइड सबैजनाले सब्सक्राइब गरौँ, फलो गरौँ, लाइक गरौँ। आलुको भाउमा फोनहरू चाहिँ किन्नु बेच्नु एक्सचेन्ज गर्नु परेमा हामीलाई सम्झिन भने सक्नुहुन्छ। ल फलो 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 है हजुर। र हामीसँग 16 प्रो म्याक्स एकदम हजुरलाई हेर्दै किनौँ लाग्ने आइफोन 16 प्रो म्याक्स चाहिँ हामीसँग मात्र 1,35,000मा अभाइलेबल भइसकेको छ। ल्यापटपको प्राइस 15,000देखि माथिको छ। एकदम आइफोन 16 एकदम सस्तो बजेटमा है हजुर, सस्तो बजेटमा क्यामेराको लागि बेस्ट अनि राम्रो फोन हेर्न सक्नुहुन्छ। एकदम फ्रेस कन्डिसनको फोनहरू चाहिँ हामीसँग अभाइलेबल भइसकेको छ, हेर्न सक्नुहुन्छ। यति हजुरलाई सस्तो बजेटमा राम्रो कन्डिसनको फोनहरू चाहिँ किन्नु बेच्नु एक्सचेन्ज गर्नु परेमा हामीलाई सम्झिन भने सक्नुहुन्छ। फलो 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 है। 256 जिबीको एकदम फ्रेस अनि बबाल सेटहरू चाहिँ हामीसँग अभाइलेबल छ। आइफोन 13 मात्र तपाईँलाई 45,000देखि माथिको छ हजुर। आइफोन 13 मात्र 45,000देखि माथिको छ। एकदम एउटा पनि नखोलेको सेट, एउटा स्क्रैच पनि नभएको फोन चाहिँ हामीसँग अभाइलेबल भएको छ है हजुर। ल गाइज डबल ट्याप गरौँ त हजुर, लाइक गरौँ, सबैजनाले लाइक गरौँ। यति हजुरलाई आलुको भाउमा फोनहरू किन्नु बेच्नु एक्सचेन्ज गर्नु परेमा हाम्रो पसल भिजिट गर्न भने चाहिँ सक्नुहुन्छ। छानी है हजुर, छानी फोनहरू चाहिँ हामीसँग अभाइलेबल भइसकेको छ। यति हजुरलाई कुनै पनि फोन किन्नु बेच्नु एक्सचेन्ज आइफोन 14 प्लस छैन हजुर, 14 प्लस चाहिँ छैन।
होला सायद 1 पिस होला तपाईँलाई त्यही 70 75 कति छ हेर्नुपर्छ त्यसको प्राइस चाहिँ एकदम सस्तो सस्तो बजेटमा है हजुर हजुरले रोजे जस्तै र खोजे जस्तै फोनहरू गोपाल 24 मोबाइल मर्मत हाउसमा चाहिँ अभाइलेबल भएको छ यदि हजुरलाई कुनै पनि फोन किन्नु बेच्नु एक्सचेन्ज गर्नु परेमा हामीलाई सम्झिनु आइफोन एक्स छ है हजुर आइफोन एक्स छ गाइस डबल ट्याप डबल ट्याप डबल ट्याप सबैजनाले डबल ट्याप गरौँ है हजुर सबैजनाले डबल ट्याप गरौँ लाइभ सेयर गरौँ यदि हजुरलाई आइफोन एन्ड्रोइड जुनसुकै मोडल किन्नु बेच्नु एक्सचेन्ज गर्नु परेमा हाम्रो पसल भिजिट गरेर चाहिँ नयाँ तथा सेकेन्ड ह्यान्ड फोनहरू लिएर जान भने सक्नुहुन्छ एकदम अफरमा है हजुर एकदम अफरमा छानी छानी है हजुर छानी छानी फोनहरू हामीसँग अभाइलेबल भएको छ यति हजुरलाई हेरौँ न दाजु आइफोन 14 प्लस चाहिँ यहाँ सोमा छैन 15 प्लस चाहिँ सोमा छ 14 प्लस चाहिँ तपाईँलाई यहाँ देखाउनेमा राखेको छैन त्यही भएको कारणले ल डबल ट्यापै हजुर सबैजनाले डबल ट्याप गरौँ लाइभ सेयर गरौँ यति हजुरलाई आइफोन एक्सको प्राइस मात्र तपाईँलाई 22 हजारदेखि माथिको छ है हजुर 22 हजारदेखि माथिको छ एकदम छानी छानी हजुर आजलाई यति नै के अरे भोलि हाम्रो नयाँ भिडियो आउँछ सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला हस् थ्याङ्क यू